ल हे गाइस अब चाहिँ हाम्रो ब्लग सुरु भयो। हेलो गाइस आज चाहिँ मेरो ब्लग सुरु भइसकेको छ साथीहरु, तपाईहरुलाई स्वागत छ मेरो ब्लगमा। आज चाहिँ हामी गचादेखिको हामी चाहिँ जाँदैछौँ बारा क्षेत्रको यात्रामा छौँ। यो हाम्रो चाहिँ गरी जाने बाटोमा हामी चाहिँ यात्रा गरिरहेका छौँ। हेर्नुहोस् साथीहरु, अब जाँदैछौँ, हेर्न सक्नुहुन्छ तपाईहरु। अब चाहिँ हामी आइतरी आइपुगिसकेको छौँ, हेर्न सक्नुहुन्छ। जेनजीको भिरान्तमा भत्किएको हाम्रो यो रामपुर देख्न सक्नुहुन्छ साथीहरु। यो रामपुर हुँदै अब चाहिँ हामी पश्चिमतिर लाग्दैछौँ। अब पश्चिमतर्फ हामी चाहिँ चतरा लाइनतिर लाग्नेछौँ। चतरा लाइन हुँदै हामी चाहिँ मध्य कतै जानेछौँ गाडीहरू। प्रदेश अनि चतरा चतरा माथि पुगेपछि चाहिँ एकदमै अप्ठ्यारो बाटो रहेछ। यस्तो बाटो पनि हामी मुस्किलले जाँदैछौँ। अब चाहिँ हामी यो गाउँ आइसकेको छौँ, बारा क्षेत्रको। यस्तो सानो गाउँहरू रहेछ, भित्तामा बनेको सानो सानो घरहरू। यसरी हामी पार गर्दै हामी सिधै लाइक सपोर्ट गरिदिनु होला। बारा क्षेत्रको गेट पनि देखिसकेको छ एकदमै फाइनल्ली साथीहरु। अब चाहिँ हामी गेटभित्र छिरिसकेका छौँ। जो चाहिँ बारा क्षेत्रको चोक रहेछ स्टेसन। यहाँ चाहिँ हाम्रो गाइजहरू चस्मा हेर्दैछन्। कस्तो अब चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ बारा क्षेत्र लेखेको यो गेट। अब चाहिँ हामी यहाँनिर चाहिँ अब सामानहरू किन्न गइरहेको छौँ। सामानहरू किन्नुभन्दा पहिला चाहिँ अब हामीले चाहिँ हातहरू सफा गरेर मात्र किन्नुपर्ने रहेछ, यसो फोहोर हुन्छ भनेर। त्यही भएर हात धुँदैछन् हाम्रो केटाकेटीहरू। अब चाहिँ यहाँ हामी केही सामानहरू हेर्दै यो त्यसमा चाहिँ सामान बोकेर जान्छ। अब चाहिँ हामी यो बारा क्षेत्र धाम लेखेको गेट
प्रवेश गर्दै अब यो भित्र चाहिँ पुरै मार्केट रहेछ। अब हामी चाहिँ यो मार्केटतिर छिर्दैछौँ। यो पार गरिसकेपछि चाहिँ हामी चाहिँ मन्दिर आइपुग्छ अरे, जाँदैछौँ। बाबा तपाईँ नहुनुहुन्छ? सेजुलाई केही छैन? कहाँ नन जाने यतै हो? अनि यतै हो कि कता हो? राम्रो हुन्छ क्या त्यो नल। जुत्ता चप्पल राख्ने ठाउँ। चप्पल लाएरै गएछ। खोलामा पुग्दा त अनि कहाँ थोरै छैन त खोला। यता यतै राख्नुपर्छ। ल साथीहरू, यो चाहिँ अब हामी चाहिँ फाइनली बाह्र क्षेत्रतिर प्रवेश गरिसकेका छौँ। यो मन्दिर हेर्न सक्नुहुन्छ। अब पूजा गर्नुको लागि चाहिँ सबैभन्दा पहिला चाहिँ हामी तल मरुङ सप्तकोशीमा कोशीको पानीले चाहिँ पहिला नुहाएर आउँछ। हामी चाहिँ पूजा गर्नुपर्ने रहेछ। अब हामी चाहिँ कोशीतिर झर्छौँ है गाइस, हेर्दै गर्नु होला। हेर्न सक्नुहुन्छ यो तपाईँले एकदम सुन्दर दृश्य छ तल अनि हेर्न सक्दै यति राम्रो सुन्दरता हेर्न सक्नुहुन्छ। यही पाउँछ। सात पाँच चाहिँ जो पाइयो एउटा जोडीमा
वाउ नाउ नाउ हेर्नु न नाउ बोर्ड हो बोर्ड हजुर बत्ती ल्याएको सिक्का पैसा हालेर जानुहोस् है घाँसमा चाहिन्छ बुने सिक्का पैसा चाहिँ दिनु त त्यसमै आउँछ ल सिक्का कति हो 150 यो चाहिँ घर लाने लक्ष्मी पूजाको दिन पूजा गर्न गुरुले छुपाएर दिनुहुन्छ ए लिनु त बहिनी त्यसमा हाल्नु यसमै आउँछ ल सिक्का भगवानको ठाउँमा 150 बहिनी यता तल चाहिँ नुहाउँदै हुन्छ कोही मानिसहरू नुहाउँदै हुन्छ यहाँ हाम्रो बोट पनि माथि भोजपुरतिर जाने लागिरहेको छ अनि यता कोही चाहिँ हाम्रो पूजा पनि गर्दै हुनुहुन्छ यतापट्टि कहाँबाट भाइ ढुङ्गा टिप त पानीमा पखाल्नु तिल जाउँ सबै अब चाहिँ हामी एकछिन यहाँ अब गङ्गा पूजा गर्छौँ अनि त्यहाँबाट चाहिँ हामी माथि मन्दिरतिर पूजा गर्दै गर्दै माथितिर निस्किन्छौँ अब चाहिँ हामीले पूजा पनि गरिसकेर छोरीले यो ढुङ्गा उठाउने अरे त्यहाँबाट उठाउन खोज्दैछिन् उठाउन पालै पालो ढुङ्गा उठाउने क्रम चलिरहेछ डोरो बानेर लु न त्यो घर पनि लानुपर्छ त नआसे जेरेला भयो अरे हल्लियो मात्रै सकेन हेर्दा त यत्रो छ त 60 केजी क्या 60 उठ्यो पुर्याउँछ दिनै क्या फाइनली हाम्रो भिडियो सकिसकेको छ साथीहरू हजुरहरूले साथमा यस्तै फेरि अर्को भिडियो लिएर सब्सक्राइब गर्नु होला।